मतिजी तपाईँलाई धेरै धेरै धन्यवाद। भूबाट राशिको नाम आउँदो रहेछ विभोजाजी। उत्तराषाढा नक्षत्र हुन्छ, मकर राशिको चिना हुन्छ। तपाईँको ग्रह दशा कस्तो छ अहिलेको अवस्थामा? 26 वर्षमा लाग्नु भएको छ, मोती हुनुहुन्छ। 24मा चल्दै गर्दा राहुको दशा छ 39 वर्षसम्म। नोट गर्नु होला, राहु राम्रो छैन। दोस्रो ग्रह चलेको छ राहु नै छ 26 वर्षसम्म। दुईवटा राहु भए अलि अशान्ति हुन्छ, मनमा कुरा खेलिरहन्छ, मनमा धेरै कुराहरू खेल्ने खाले ग्रहको योग परेको छ दोस्रो ग्रह पनि। र तेस्रो ग्रह चलेको छ अहिले 26मा चल्दै गर्दा उल्का ग्रह 27 वर्षसम्म छ। हेर्नु त, तिनटै ग्रह नराम्रा छन्। सुख राम्रो हुँदैन, आनन्द हुँदैन, दाम्पत्य सुख पारिवारिक सुख पनि राम्रो हुन दिँदैन। नराम्रा ग्रहको योग परेको छ। उल्का राहु मनमा कुरा खेलै गर्छ, टाउको दुख्छ, पेट दुख्छ, ज्वरो आउँछ, दाँतहरू किराले खान्छ। राम्रो ग्रहको योग कति पनि परेको छैन। एलर्जीको समस्या देखिन सक्छ, स्वास्थ्य बिगारिदिन सक्छ, सानो कुरामा मनदुखी हुने, एकदम सानो कुराले मन दुखाउने ग्रहको योग परेको छ। चिनामा एकदमै अप्ठ्यारा ग्रहको योग परेको छ। त्यति कुरामा विशेष गरी ध्यान पुर्याउनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। तपाईँको पालो तुरुन्तै आयो।